तपाईं भजन संग्रह 40 को 4 लाई पढ्नुहुन्छ त्यहाँनिर यसरी सुरु गर्नुहुन्छ। त्यो मानिस धन्य हो जसले परमप्रभुमा आफ्नो भरोसा राख्दछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर जो झुटा देवताहरूपट्टि लाग्छन् भनेर लेखेको छ। हेर्नुस् त मेरो प्रिय मित्र, परमेश्वरको वचनले हामीलाई सिकाउँदै गरेको महत्त्वपूर्ण कुरा चाहिँ के हो त भन्दा त्यो मानिस धन्य हो जसले आफ्नो भरोसा परमेश्वरमा राख्दछ। अनि आजको दिन म तपाईहरुसँग यो उत्साह बाँड्न चाहे, हजुरहरूको बीचमा यो प्रश्नलाई राख्न चाहे कि तपाईको भरोसा केमा हो, तपाईको विश्वास केमा हो, तपाईको उत्साह केमा हो, अनि तपाई कसमाथि भर परेर आजको जीवनहरूलाई जिउँदै हुनुहुन्छ। यदि तपाई आफ्नो बल बुद्धि र शक्तिमा भर पर्दै हुनुहुन्छ भने हार्नुहुन्छ है मेरो प्रिय मित्र, लड्नुहुन्छ है मेरो प्रिय मित्र। तर यदि तपाई परमेश्वरमा भर पर्नुहुन्छ भने तपाई उत्साहित भइकन परमेश्वरलाई आफ्नो प्रभु र मुक्तिदाता भनिकन विश्वास गर्नुहुन्छ भनेदेखि तपाईलाई विजय दिने तपाईको महान परमेश्वर तपाईको साथमा हुनुहुन्छ।